सिडनीको सडकमा एउटा नेपाली युवाको लास एक हप्तासम्म बेवारिसी अवस्थामा कुहिएर रहँदा पनि किन कसैले देखेन? 32 वर्षीय विक्रम लामा, जो 9 कट्ठा जग्गा बेचेर अस्ट्रेलिया पुगेका थिए, अन्ततः त्यही शहरको व्यस्त सडकमा एउटा बेवारिसे लास बन्न पुगेका छन्। हजारौं मानिस उनको मृत शरीरलाई नागेर हिँडे, तर कसैले वास्ता गरेनन्। आखिर किन मर्नु पर्यो विक्रमले? जब उनको विद्यार्थी भिजा सकियो र पासपोर्टको म्याद नाग्यो, अस्ट्रेलियाको अमानवीय कानूनले उनलाई अदृश्य बनाइदियो। न उनले उपचार पाए, न बास। काम गरुन्जेल आप्रवासीलाई प्रयोग गर्ने र संकटमा पर्दा सडकमै कुइन छाडिदिने अस्ट्रेलियाको यो कस्तो नीति हो? आज छोराको सफलता कुरेर बसेकी मकवानपुरकी आमासँग छोराको लास ल्याउने पैसा समेत छैन। अब पालो तपाईको। अस्ट्रेलियाको यो कालो कानून विरुद्ध बोल्ने कसले? के विदेशी सपनाले हामीलाई अन्धो बनाइरहेको त छैन? आफ्नो विस्फोटक राय कमेन्टमा अहिले ठोक्नुहोस्। यस्तै कडा अपडेटका लागि खबर एक्सप्रेस न्यूजलाई सब्स्क्राइब गर्नुहोस्। जय नेपाल।